Hello guys, what is up? Welcome to the Scores Meme Review. आज पनि हामी नयाँ एपिसोड लिएर हजुरको घर आँगन दैलोमा आइसकेका छौं। नयाँ वर्षका साथ हामी यो आशा गर्छौं कि सब्स्क्राइब गर्नुस् यार हजुरहरूले। आज सुरुमा भन्दै छु, भिख मागेको भन्नुस्, जे गरेको भन्नुस्, तर सब्स्क्राइब गर्नुस् यार। र सबैलाई थाहा छ कि लाइफ बोयले 99% जम्स मार्छ भन्ने, र त्यो एउटा 1% रहेको जम्स आज हामीसँग हुनुहुन्छ रोशन दाइ। वेलकम एवरीवन। दिमाग खराब हो जाएगा। मैं माँ अम्मा बहन पे आ जाऊंगा। मैं इनकी अम्मा बहन पे आ जाऊंगा। र सबैलाई थाहा छ हाम्रो सिक्री हराएको दाइको सिक्री चोरेर घाँटीमा लाएर मिस्टर सुशान्त हाम्रो भिडियोमा आइसक्नु भएको छ गाइज। आज पनि हामीसँग बवाल मिम्सहरू छ भन्ने एक्सपेक्टेसनका साथ है हामी मिम रिभ्यू गर्न गइरहेको छौँ। सो गाइज ढिलो नगरी लेट्स गो फर द मिम रिभ्यू। अनि एउटा कुरा सब्स्क्राइब गरौँ। चाय जीपीटी अरे चाय जीपीटी जेन्युइनली पीओटी अरे इनहान्स विथ एआई अदरक लाइट्स AI in everything literally. How to make चाय भनेर च्याट जीपीटी बाट बनाएको के AI को इन्भल्भमेन्ट भयो नि त। AI को इन्भल्भमेन्ट भयो नि त। अंकलको लजिक इज फायर। यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ, जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउने। पर्यटकहरू खास गरी धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्। एडभेन्चरको पर्यटकहरू थोरै मात्रामा हुन्छन्। सबभन्दा बढ्ता पर्यटक संसारमै हुने भनेको मनोरञ्जनको पर्यटक। दाइ टुरिस्टहरू आज म सेक गर्न नेपाल जान्छु। टुरिस्टहरूले इमेजिन गरिरहन्, ए कस्तो हिमाल छ है, हिमालमा सेक्स गर्न त कस्तो मजा आउँछ। What are the wonders of Nepal भन्दाखेरि we have legal sex अरे नाइस। इलिगल सेक्स चाहिँ कस्तो हो त? ए उठा ले रे देवा, उठा ले रे बाबा, मुझे अमीर को नहीं रे, ये दो गरीबों को उठा ले। बाबाजी forgets to hesitate sometimes. रामदेव होइन हो त? बहुत बड़ा घना जंगल है ये। मेरे दाईं ओर भी पूरा घना जंगल और इधर बाईं ओर भी पूरा घना जंगल है। और इस घने जंगल के बीच में एक ये बिटिया खड़ी है। सोच रहे होंगे स्वामी जी इस बिटिया के साथ क्या कर रहे हैं। जंगल में मंगल हो रहा है। पीछे ए भगवान कुन पार्टको हेयर ओइलको एड हो यो? बाबाजी इन्डाइरेक्टली एप्रोचिङ अरे सेक्रेट गेम्स पावर्ड बाय पतंजलि। पतनउद्दीन अंजलि। ठीक है। दाल और सब्जियां हरी, जैसे अभी हरी सब्जियां आ रही हैं, हरी सब्जियां, ना रोटी ना चावल। पराठे ले ले। पंजाबी हुनुपर्छ आंटी। पराठे खा खा कर खुद पराठे जैसी फूल गई है और भी पराठे खाने की इच्छा रखती है आंटी जी। 10 सालों में मैंने तो करियर और कंट्री दोनों चेंज कर दी। समय रहना Bro disappeared like nothing happened. तर अहिले आइरा रणवीरको नि कमब्याक भयो। रेबल किडको नि कमब्याक भयो। समयको बाँकी रेबल किड पनि आशिष त पहिलेदेखि थिएन, अहिले पनि छैन। भाइ तुम्हारा कमब्याक ही नहीं हो गया। Nobody is waiting for आशिष कमब्याक ब्रो। अब त वेटिङ पनि खत्म भइसक्यो। ब्रो कमब्याक नहीं कर रहा है, ब्रो का करियर ही नया शुरू हो रहा है। हमारे यहाँ ऐसा ही होता है। न्यू आशिष सञ्चलानी च्यानल खोल्थे त्यो के न्यू गुलमेली नास्ता पसल। साइडमा गुलमेली नास्ता पसल हुन्छ हैन, यता साइडमा गुलमेली नास्ता पसल, साइडमा न्यू गुलमेली नास्ता पसल। अनि अझै साइडमा के दाइ द यति माथि द राखेर द न्यू गुलमेली नास्ता पसल। अलिदिनमा शुद्धोधन गाउँपालिका वार्ड नम्बर 4 यो नास्ता पसल हुन्छ के।
कोई सेंस है इस बात की? बत्ती तुम काहे निकाले? अरे फूल बोलने में इतना टाइम लगे, दिखाना पड़ा ना, रख देते हो तो पागल है क्या? अरे हम क्या करें, पूछ रहे थे फूल फूल। ये मूवी है कुन मुभी हो? तर दामी हो कहीँ पनि यति गरे स्टेटमेन्ट ढिला आयो तर कडा आयो। अन्तिममा अब मार्ने कानुन देशमा छैन। यी नेता बुढाहरू पनि नाताले तपाईँको प्रचण्ड ओली देउबा सबै नाता केलायो भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन्। यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टर भन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ। त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो। ओली देउबा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा कोठा बनाएर राखौं। नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ। विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउबाहरूलाई 30-35 हजारको दरले तोकौं। 5 रुपियाँ नेपालीलाई राखौं र राज्यमा आमदानी बनाऊ। अनि त्यो उठेको पैसाले देशको सिमानामा 50 फुटको वाल लगाऊ। सबै देशमा पासपोर्ट सिस्टम लागू गरिदिउँ ल भन प्रचण्ड शेरबहादुर केपी ओलीलाई कुन एनिमलको दर्जा दिन्छौ? कुन चिडियाखानामा राख्छौ? अब राइनो इज राइनो केपी ओली हैन, केपी ओली राइनो। केपी ओली राइनोसँग बसेर त गैंडा हैन राइनो राइनो भनेर हामीले हेर्नुपर्छ। अनि प्रचण्डलाई हिप्पोपोटामस, किनभने सबभन्दा डेथ हिप्पोपोटामसलाई गरे। अनि शेरबहादुर देउवालाई लेजी भालु। त्यो अङ्कल हेर ग्यास बिगार्ने अङ्कल होइन यो। What? म त ग्यास बिगार्ने हो भनेको, म त बनाउने पो। लास्टमा एवागिरीको हातमा चढे। सुरुको मड्काले बेक्सरी फुटाल्छ हैन, सेकेन्ड वाला मड्का हेर्नु यति हान्छ हल्का हो र। सेकेन्डको मड्का अझ अङ्कलले के गर्छन् थाहा छ? आजभोलि टिकटकमा एकजना मान्छे राखेछन् गिफ्ट गर्ने मान्छेको नाम पढ्न, आफू कुकर बनाउँछन्। सुशान्त थ्याङ्क यू, रोशन थ्याङ्क यू भन्छ एउटाले, अर्कोले होइन उसले पनि त्यही रिपिट गर्छ। अनि रोशन थ्याङ्क यू, रोशन थ्याङ्क यू, सुशान्त थ्याङ्क यू। इम्प्लोयर राखिसक्यो। कमेन्ट पढिदिने उताकै बुढोलाई एउटाले ग्यास बनाउन लगेर दिएको ग्यास स्टोभ, उतै 1 हप्ता डेलिभरी चाहिँ भयो। ग्यास स्टोभको मर्डर भइसक्यो, पोस्टमार्टम भइसक्यो। अङ्कलले के यहाँ यत्रो इनर्जी युज गरेन्, घरमा गएर के इनर्जी युज गर्छन् के? घरमा फेरि वाइफ बी लाइक डुप्लिकेट। टिचरको आन्दोलन भइरहेको कि नेपालमा चाहिँ डान्स गरेको त हेरे कुन गीतमा सिरिरी बतास चले बंद करो हाथ जोड़ के मैं। त्यो टिचरले अहिले म्यामहरुसँग नि भिडियो बनाएन कि टिकटक त उसको त डर रैप जस्ट डू द टैप टैप टैप। आज पनि सरले नयाँ र्याप लिएर आउनुभएको छ क्या हो? हजुर यो शिक्षक आन्दोलनको बारेमा मैले आज पनि नयाँ र्याप लिएर आएको छु। सुनिदिनु न सर, र्याप सुरु गरौँ है सर। र्याप जस्ट डू द टैप टैप टैप। Yeah. With the teachers have so many features. Listen our voice before us don't appear as creature. Yeah. Teachers revolution if is peaceful in the nature. Don't be indifferent. Open your eyes without feeling same. You say no. You say you know nothing. Don't tell lies. What the fuck? सुरुमा त टिकटकर हो कि टिचर कन्फ्युज ट्याप अरे वी आर नट क्रिचर दिइरह भोला खाएर दाँत क्रिचरको जस्तै बना। वान लेजेन्ड रिकग्नाइज अदर लेजेन्ड। यो र्याप कस्तो हो थाहा छ? ए फर एप्पल ए फर एप्पल C for cat
You be average conversation at night. हो त्यो गल्ती चाहिँ भयो रविबाट हो सत्तामा जानु हुन्थेन यो प्रतिपक्षमा बसेर जनताका कुरा आवाज उठाउनु पर्थ्यो सिधै मैले गृहमन्त्री पाएँ भने सरकारमा जाने हो होइन त्यो पनि हो पछिको लोभले हो पहिला हामी यो कहाँ भइरहेको टिकटकमा हो के म त जङ्गबहादुर राणासँग एड छु नि त हजुरले राणा शासन चलाउला टिकटकमा राणा शासन चलाउँछ टिकटकमा राणा शासन त होइन राडी शासन चाहिँ हुन्छ सही राडी राज्य भन्छ नि डोनाल्ड ट्रम्प किन गर्दै नि डोनाल्ड ट्रम्प किन गर्दा युएससँग लिङ्क गर्न लागि त्यो रवि लामिछाने सीताराम मैं कहता हूँ सीताराम 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 हनुमानजीले आफ्नो गदा फ्याक्दै हुनुहुन्छ के त्यहाँसम्म आइपुगे होइन धन भन्दा विद्या ठुलो भनेर पढाउने सर नै स्यालेरी कम भयो भनेर आन्दोलनमा यो आन्दोलनमा कुन टिचर होइन सर दाइ थाहा कुन टिचर म्याथ टिचर के पढाउन ट्युसन पढाएर कमाउँछ होइन म्याथ टिचर जुन पनि कन्डिसनमा पढाउन गइरहेको त्यो पनि हो फेरि क्लासमा नसुत भन्ने टिचरहरू आफै बाटोमा सुतिरहेछन् एआईले त लडेको बनाइदिन्छ तर एउटा वर्ड भन्दा मलाई मोहम्मद अली इफ यु लाफ यु आर गोइङ टु हेल तिमी च्यालेन्ज लिएको हो क्या नहाँस्ने भनेपछि हेलमा जान मन छैन हेभनमा गएर के गर्छौ हामी सबै हेलमा भइन्छ तिमी एक्लै एक्लै यो मिम हेर्छु स्वर्गमा गएर अनि हाँसेर उताको टिकट काट्छु क्या So basically company pays YouTube to show ads and we pay YouTube to not show ads. सही है हाम्रै पैसाले गभर्नमेन्टले इलेक्ट्रिसिटी प्रड्युस गर्छ अनि हामीले इलेक्ट्रिसिटीको पैसा तिर्नुपर्छ अनि सेम अगाडि भयो म गृहस्थीमै जान चाहन्छु अरे एकछिनमा आशिका दिदीले के तपाईको मुखा झरेको फसमा यहाँ झरो यो साफ गर्न पर्दैन अति यार बालेन्द्र दाडी आएछ यहाँ के हो यहाँ बडा प्याकेट बडा धमाका के जम्प स्केयर आउँछ होला भनेर यस्तो डराइरहेको थियो के प्रिपेयर भइरहेको थिएँ एनिमी इन पोचिङ्की 99 from FIFA मजा आएन त यार लोट्न पो पर्छ त अलि भुइँमा पछारिदिएको भयो केही भएको मजा आउँथ्यो नि त्यहाँ दुईटा फुटबल छ टेल मी व्हिच वान इज फुटबल ओरिजिनल वान डी वाला ने पकड़ लिया वृंदावन की लस्सी पी लीजिए जी पिएंगे राधे राधे मी डीलिंग विथ प्रॉब्लम्स सेक्सन डी को पनि ब्याक बेन्चर्सहरु अघि भर्खर फुटबल खेलेको यही हैन र राधे गुरुजी मुझे फरक नहीं पड़ता जमाना क्या कहती
Okay guys, that was our reaction and review. भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नु, च्यानललाई सब्स्क्राइब गर्नु र यो भिडियोलाई अरे कुछ त बको र यो भिडियोलाई यति सेयर गर्नु कि म्याथ टिचरसम्म पनि यो भिडियो पुगोस् यार। आन्दोलनमा पनि नाको म्याथ टिचरले यो भिडियो हेर्नु होला। 5 little monkeys jumping on the bed.